होइन। यो ओपन क्लोजको लेभल हेऱ्यो भने त्यसपछि त बाइकको लागि हाम्रो यो डेलीमा गएर हेर्ने हो भनेपछि रिसेन्ट एउटा आफ्नो ओपन क्लोजको लेभलमा बस्छौँ सर यसमा, तर मार्केटले आएकै छैन हेर्नु अहिलेसम्म, कन्टिन्यू बाइक आएको गइछ। त्यही पनि कहिलेकाहीँ के हुन्छ भनेपछि डेलीको यो ओपन क्लोजको लेभल भए पनि लोवर टाइम फ्रेममा के गर्छ भनेपछि त्यही दिनै होइन सेल आएर अहिले उस्तै पऱ्यो यो क्यान्डलले यहाँदेखि सेल आएर यहाँदेखि पनि बाइ जान सक्थ्यो, तर गएर यो ठिक छ, नगएको केसमा चाहिँ गाह्रो पर्छ सर, अलिकति रिस्की हुन्छ भित्रदेखि जान भित्रदेखि जान अलिकति रिस्की हुन्छ, तर जान सकिन्छ। त्यो पनि बिस्तारै हेर्दै जाउँला मार्केटले के रिपिट गरिरहेको छ त्यही अनुसार हामी जान्छौँ। यस्तो केसमा चाहिँ वेट गरेर अब यसले फर्दर के एउटा साइन दिन्छ त्यसपछि चाहिँ एक्सन लिनलाई राम्रो हुन्छ। हजुर ओके अब जस्तै अब हेर्नु है यहाँ गएर हेर्ने हो भनेपछि के भएको छ भनेपछि हेर्नलाई यति बेला म एकदम देखाइदिन्छु तपाईँलाई। हेर्नु है अब मार्केटले कन्टिन्यू बाई गइरहेको छ है, सबैजनाले हेर्नु होला मार्केटले कन्टिन्यू बाई गइरहेको छ। अब हामीले बाई गर्नको लागि त मैले अघि नै भने जस्तै एउटा भिफर्मेसन चाहियो, के भनेपछि चाहिँ मार्केटको लागि रिसेन्ट आफ्नो एउटा क्यान्डलको ओपन क्लोजको यो बिचको ग्यापलाई यसलाई लिन्छौँ हामीले है। अब हेर्नुहोस् डेलीमा गएमा 4 आवर्समा गएर हेर्दाखेरि त्यो दिन के भएर रहेछ त्यही दिन हेर्नुहोस् बाई पनि गएको छ एउटै ठाउँबाट, एउटै ठाउँमा सेल पनि आएको छ, फेरि बाई पनि त्यही ठाउँबाट गएको छ, लास्ट ठाउँ यही नै भन्यो कि बाइकको लागि है। लोवर टाइम फ्रेममा जुन यो भएको छ नि यसलाई चाहिँ हामीले पक्र्नु पऱ्यो। अघि नै मैले जुन भने नि मार्केटमा हामीले कहिले पनि बाइङ गइरहेको बेला बाई गर्दैनौँ। हेर्नुहोस् बाइङ कहिले पनि मार्केटमा यसरी बाई गइरहेको भने हामीले यसरी बाई चाहिँ गर्दैनौँ, यो चाहिँ हुनु पऱ्यो। हेर्नुहोस् यहाँ जतिको सेलिङ आयो नि पुरै एग्रेसिभ ल हेर्नुहोस् त यसमा पुरै एग्रेसिभ सेलिङ आयो, लेभलमा आइसकेपछि चाहिँ हामीले बाई लिन्छ हेर्नु, यो हाम्रो लेभल हो। यसमा चाहिँ डेलीको आफ्नो एउटा सपोर्ट छ, ए डेलीको सपोर्ट छ, 4 आवर्समा गएर हेर्दाखेरि 4 आवर्समा पनि ओपन क्लोजको लेभलको सपोर्ट छ, अनि यसरी चाहिँ हामी बाई जान्छौँ। तर यो फेरि हामी यहाँबाट जान मिल्थ्यो बाइङ है, यो सेटअप पनि थियो, तर रातिको समयमा आएको रहेछ फेरि त्यही भएर बाइङ भएन। नत्र भने एक हप्तामा बाइङ एउटै ठाउँमा दिएको छ, तर जुन ठाउँमा दिएको छ एकदम मिठो भइदिएको। अब हेर्नु धेरै मिठो दिएको छ। अझै म के गर्छु भनेपछि अब यो ठाउँबाट त एउटा पुरै अपरेटिङ बाई भइसकेको छ होइन, यत्रो नेगेटिभ बाई भएको छ, लास्ट लो यसलाई लिकेर योभन्दा माथिबाट पनि अझै बस्ने हो सर राजन सर, यहाँ त यसलाई त छोड्ने एउटा कति हो 40 कहाँ 47 48 कहिले आउँछ सर? त्यही त गाह्रो छ नि सर, त्यही त हामीलाई गाह्रो पर्यो। 2000 3000 लगभग 2000 तर जुन किसिमले मार्केटले बाइक आएको छ आउनु पर्ने हो, त्यही त आउनु पर्ने हो भन्छन्। अनि मनी यसो सेलकै लागि हेरौँ भनेको फेरि सेलमा आँटै आउँदैन कि सानो रडले गर्नु मन लाग्छ नि। हजुर हेरौँ ल हेरौँ है त। अब जस्तै हाम्रो के हुन्छ भन्दाखेरि चाहिँ कन्फर्मेसन लिँदाखेरि चाहिँ कसरी लिने भन्ने कुरा है। अब जस्तै हिजो हामीले पढे अनुसार एउटा भिफर्मेसनको सपोर्टमा हेर्छौँ हामीले बाइङ, हामीले हेर्ने बाइङ मात्रै है अहिलेको लागि बुझ्नुहोस् कि हामीले बाई मात्रै हेर्छौँ। रोक्नु है म लिङ्क त पठायो सबैलाई, ल हेर्नुहोस् एउटा हामीले भिफर्मेसनको सपोर्टमा हेर्छौँ, यो लेभलमा गएर कन्फर्मेसन हेर्छौँ है एउटा चाहिँ। अर्को चाहिँ हाम्रो अघि नै हेरे जस्तै मार्केटको लागि यो ओपन क्लोजको लेभल जुन हुन्छ है, यो सिधै क्यान्डल बढ्दै गयो कन्टिन्यू मार्केट बढिरहेको छ, त्यही बढिरहेको बेला चाहिँ यो बिचको क्यान्डलमा गएर कन्फर्मेसन हेर्छौँ। अर्को चाहिँ फेरि रेसिस्टेन्स, ए फर्मेसनको रेसिस्टेन्सलाई मार्केटले मजाले तोड्यो है, यसलाई चाहिँ यसरी ब्रेकआउट गर्यो भनेपछि चाहिँ लाइनले रेसिस्टेन्स बिकम सपोर्ट हो। यिनी तिनवटाबाट चाहिँ अहिले हेरौँ है, यसबाट हामीले कन्फर्मेसन गरेर हेर्छौँ के कुराहरू मिल्नु पऱ्यो, के कुरा चाहिँ हुनु पऱ्यो। हामीले बाई गर्नु छ त्यो लेभलमा गएर यदि हामीले बाई गर्नु छ भनेपछि चाहिँ के कुरा चाहिन्छ त। ल हेर्नुहोस् जस्तै यहीँ भर्खरकै हेर्ने हो भनेपछि के भएको भनेपछि यसमा हेर्नुलाई यसलाई म हटाइदिएँ। ल हेर्नुहोस् हामीले कन्टिन्यू मार्केट बढिरहेको बेला कहिले पनि त अब हजुर चाहिँ यदि तल भिफर्मेसन छ यहाँ आइसकेपछि मैले बाइङ गर्छु भनेर बस्नु भएन, जहिले पनि रिसेन्टबाट जानुपर्ने हुन्छ। क्यान्डलको चार्टमा जानुहोस्, रिसेन्ट हेर्नुहोस् है, भर्खर क्यान्डल यही बनिसकेको छ, योभन्दा अगाडि केही पनि छैन। अब यिनी दुईवटा क्यान्डलमा गएर हेर्ने हो भनेपछि एउटा ओपन क्लोजको सपोर्टै छ। अब डेली हेर्दैछौँ है हामीले चाहिँ, डेलीको चार्ट हेर्दाखेरि तपाईँले यति तल आउनु पर्दैन, लोवर टाइम फ्रेममा हेर्ने भयो भए चाहिँ तल्लोसम्म आउनु पर्थ्यो हामी है, अलि राम्रो जोन हेर्नु पर्थ्यो। डेलीमा चाहिँ हरेक जोन इम्पोर्टेन्ट हुन्छ, यो पनि इम्पोर्टेन्ट हो, यहाँबाट पनि बाई हेर्छौँ, यो तलको पनि इम्पोर्टेन्ट जोन छ यहाँबाट पनि बाई हेर्छौँ है। लिङ्क पठाइदिएको छु सरहरूलाई ग्रुपमा, सर क्लास छैन भन्नुहुन्छ फेरि, यो पनि हाम्रो इम्पोर्टेन्ट जोन हुन्छ। यसमा राम्रो कन्फर्मेसन छैन भनेपछि बल्ल यतातिर जान्छौँ हामी। ल फर्स्ट पहिला सुरुमा चाहिँ यो हेरौँ डेलीमा के छ त, यहाँ एउटा
ओपन क्लोजको सपोर्ट छ। ल हेर्नु फर्स्टमा गएँ म, यो पछि बनेको हो, यसलाई म हटाइदिन्छु एकचोटिको लागि है। यस्तो थियो त्यो दिन, मार्केटले बाइङ गए पनि त्यही दिनै मार्केटले के भएको छ, फर्स्टमा पनि ओपन क्लोजको सपोर्ट छ। ल हेर्नु डेलीको लेभलको नजिक नजिक फर्स्टमा पनि ओपन क्लोजको सपोर्ट छ। अब हामीसँग फर्स्टमा चाहिँ दुईवटा सपोर्ट छ। हेर्नु माथिल्लो सपोर्टलाई लिने कि तल्लो सपोर्टलाई लिने? मैले माथिल्लो भन्दा चाहिँ तल्लो अलिकति इम्पोर्टेन्ट हुन्छ। किन भन्दाखेरि माथिल्लो सपोर्ट चाहिँ मार्केटमा सपोर्ट मात्रै छ, यसमा चाहिँ कुनै पनि थर्ड क्यान्डलले आएर छोएको छैन, विक चाहिँ आएको छैन। तर यो सेकेन्डमा गएर हेर्नुहुन्छ भनेपछि यो ठुलो क्यान्डलले चाहिँ यसलाई टच गरेर गएको छ। ल हेर्नु है, देख्नुभयो नि हो, यसरी टच गरेर गएको बेला चाहिँ हामीलाई अलिकति इम्पोर्टेन्ट हुन्छ। यो चाहिँ के हुन्छ भनेपछि प्लेवाला पार्ट रहेछ हाम्रो यो है। मार्केटको लागि यो चाहिँ एउटा प्लेवाला पार्ट हो, जहाँबाट एउटा चाहिँ सपोर्टलाई रेस्पेक्ट गरेर बाइ गएको छ हो। यो युजवाला पार्टबाटै हामी जान्छौँ बाइ जाँदाखेरि है। अब हेर्नु यसमा युज भएको छैन, यो नर्मल सपोर्ट हो। योवाला फेरि युज भएको छैन, यो युज भएको छैन, यो युज भएको छ हो। त्यसपछि पनि पछि यहाँ आउँछ भनेपछि यताबाट हामी जान्छौँ। युज भएको पार्टमा चाहिँ अलिक हेर्छौँ है फोकस गरेर। डेलीको लेभलमा 4 आवर्सको प्ले भएको भनेपछि यस्तो ठाउँ भनेको डाइरेक्टली लिमिट अर्डर राखेर लिने ठाउँ हो यो भन्नुपर्दा चाहिँ है। जहिले पनि गुड इभिनिङ एभ्रिवान। हजुर सर, हजुर आज त लेट सर, मलाई त लिङ्कै आएन त आज। सर ग्रुपमा आउँछ नि लिङ्क, हो तपाईँ ग्रुपमा बस्नु भन्नु न सर, ग्रुपमा त लिङ्क सबैलाई पठाइदिएको छु। हो र, म त यता उस्तो बस्नु पुरिरहेको क्लास पुरिरहेको छु। कति कति बेला टाइम भयो सर? भर्खर सुरु भयो सर। भर्खर सुरु भयो। म फेरि भनिदिन्छु हेर्नु, जहिले पनि हामीले लेभल बनाउँदाखेरि कसरी लेभल बनाउने हेर्नु है। अब हेर्नु मार्केटको प्राइस अनुसार सबैभन्दा फर्स्टमा हामी के हेर्छौँ त, डेलीको ओपन क्लोज लेभलको सपोर्ट हेर्छौँ है। रिसेन्ट हेर्नु पऱ्यो, बुझ्नु होला यो कुरालाई चाहिँ याद गर्नुहोस्। यदि तल्ल गएर यहाँ भी फर्मेसन भनेर मार्केटमा यो धेरै तल गएर यहाँ भी फर्मेसन छ, यहाँ रहेछ सपोर्ट भनेर बाई गर्ने होइन। यहाँ त पछि अब कहिले आउने नआउने थाहा हुँदैन मार्केट। पहिला सुरुमा रिसेन्ट जानु पऱ्यो। रिसेन्ट एउटा ओपन क्लोजको सपोर्ट हामीसँग यहाँ छ है। डेलीमा गएर हेर्दाखेरि सपोर्ट छ। 4 आवर्समा जान्छु म, 4 आवर्समा गएर हेर्दाखेरि पनि के रहेछ त, 4 आवर्समा पनि सपोर्ट छ। डेलीको लेभलको नजिक नजिक 4 आवर्समा पनि सपोर्टै छ। तर माथिल्लो सपोर्ट भन्दा चाहिँ तल्लो सपोर्ट इम्पोर्टेन्ट छ। किन भन्दाखेरि माथिल्लो सपोर्ट चाहिँ हाम्रो सपोर्ट मात्रै हो, यसमा प्ले पनि भएको छैन, केही पनि भएको छैन। तर सेकेन्डवालामा चाहिँ के भएको भन्दाखेरि चाहिँ एउटा ठुलो यो जुन बिग क्यान्डल बाइङ गयो, यो क्यान्डलले टच गरेर गएको रहेछ भनेपछि यो लेभल प्लेवाला पार्ट रहेछ है। आवरलीमा गयो माइनस, डेली पछि फर्स्ट पछि आवरली हो। अब आवरलीमा गएर हेर्दाखेरि चाहिँ ल हेर्नु है के छ हामीसँग, रेसिस्टेन्स ब्रेक गर्यो है, एउटा एफर्मेसनको रेसिस्टेन्सलाई मजाले ब्रेक गर्यो, बिकम सपोर्ट हो। त्यसलाई पनि टच गरेर गएको छ भाइ हो भनेपछि यो हाम्रो लागि बाइङ जोन हो। हेर्नु भेट्यो कि भेटेन बाइङ जोन, हेर्नु यही नै हो हाम्रो लागि बाइङ जोन है। अब हामी के गर्छौँ त, यो लेभलमा आइसकेपछि बाइ गर्छौँ। हेर्नुहोस् त्यसपछिको जति पनि माथिल्लो यिनी यो सपोर्ट छ, यिनी सपोर्ट छ, यिनी भनेको हाम्रो लागि काम लाग्ने सपोर्ट चाहिँ होइन। किन भन्दाखेरि हामीले डेलीबाट सुरु गर्छौँ, डेलीबाट सुरु गर्दाखेरि ओपन क्लोजको लेभल यहाँ परेको छ। ल हेर्नुहोस् ए डेलीको ओपन क्लोजको लेभलको नजिक पऱ्यो कि परेन। हामीले जहिले पनि डेलीको लोभन्दा भित्र बाइ हेर्छौँ हेर्नुहोस् है, अथवा हामीले डेलीको लो खाने हिसाबले चाहिँ बाइ जान्छौँ। यदि मार्केटले पुरै सेलिङ आयो भने पनि यहाँसम्म आउने ठाउँ छ। हेर्नुहोस् पुरै डेलीको लो हन्ट गर्ने त्यही दिनले नै हन्ट गर्छ, कहिलेकाहीँ त आफ्नो लोलाई आफ्नो एउटै दिनले हन्ट गर्छ। त्यही भएर हाम्रो यो पिरबेस्टी होइन, अब आइसिटी एसएमसी अलि बुझेकोले थाहा छ होला, पिरबेस्टी लो हन्ट नगरिकन मार्केट जान्नुको रिजन चाहिँ यस्तो पनि हो है। ल हेर्नुहोस् यो लेभल बन्यो हाम्रो, बुझ्नुभयो नि, डेलीको सपोर्ट 4 आवर्समा गएर हेर्दाखेरि 4 आवर्समा पनि त्यही लेभलको नजिक नजिक। अब यदि मानौँ एउटै सपोर्ट थियो हेर्नु है, यो 4 आवर्समा यो लेभलमा गएर प्ले गरेको थिएन, हामीसँग एउटै सपोर्ट थियो, प्ले गरेको सपोर्ट भए पनि ठिक छ, नगरेको भए पनि ठिक छ थियो भनेपछि हामी आवरलीमा गएर हेर्थ्यौँ। आवरलीमा गएर कुनैले प्ले गरेको छ कि छैन। अब आवरलीमा पनि प्ले नगरेको भए चाहिँ अब छुट्टै हुन्थ्यो स्टोरी होइन। अब प्ले गरेको छ 4 आवर्समा पनि यहाँ लेभल टच गरेर बाइ गएको छ, आवरलीमा र 4 आवर्समा दुईवटालाई टच गरेर गएको कारणले गर्दा चाहिँ यो चाहिँ हाम्रो बाइङ जोन हो। बुझ्नुभयो नि, यो हामी चाहिँ मार्केटको प्राइस यति माथि भए पनि हामी चाहिँ यहाँ तल बस्छौँ बाइङको लागि। हेर्नु अरू बिचमा कतै पनि बस्दैनौँ। यिनी बिचमा भनेको चाहिँ अब म्यानिपुलेसन बाइ जान्छ है, अब अलिकति ओरिजिनल बाइ जाँदैन। यो ठाउँ यस्तो हो कि हजुरको मार्केट पुरै माथि नै जानु छ, 4000 5000 पुरै माथि नै जानु छ भनेपछि लास्ट ठाउँ चाहिँ यो हो। हेर्नु यसलाई ब्रेक गरिसकेपछि बल्ल नेक्स्ट जोन हेर्ने हो, त्योभन्दा अगाडि चाहिँ एउटैमा बस्नु पऱ्यो। अब जहिले पनि हाम्रो लेभलमा आउँदाखेरि चाहिँ एग्रेसिभ सेलिङ आउनुपर्छ। अब हेर्नुहोस् मजाले चल्यो मार्केट होइन, त्यसपछि के भयो त, लेभलमा टच भयो,
यहाँदेखि हाम्रो बाइङ हुन्छ हेर्नु, यो चाहिँ हाम्रो एउटा बाइङ जोन हो, बुझ्नुभयो नि। यो चाहिँ हाम्रो के हो त एउटा पुरै क्लिन बाई जोन हो। यहाँबाट तपाईँको अर्डर लिग्यो, त्यसपछि मार्केटको पुरै बाइङ सुरु। लास्ट ठाउँ कुन बन्यो त बाइङको लागि? यो ठाउँ बन्यो। ल हेर्नुहोस्, यो ठाउँ भनेको चाहिँ नेगेटिभ बाई भएको छ। यहाँ मार्केटमा यत्रो सेलिङ आएर यहाँदेखि सुरु गरे भनेपछि हामीले चाहिँ जहिले पनि बाई गर्दाखेरि यो लास्ट ठाउँभन्दा अब भित्रबाट हेर्छौँ, धेरै माथिबाट पनि हेर्ने होइन, टेक्क यो लेभल सर। अनि कन्फर्मेसनको लागि केही पनि हेर्नु पर्दैन? पर्दैन सर, केही पनि। कन्फर्मेसन त हामीले यहाँ हेरिसक्यो हामी। होइन भन्नाले त्यो टच गर्यो कि बाई हानिदिने हो? हजुर हजुर। अब दुईवटा हुन्छ, कुनैमा चाहिँ लिमिट अर्डर राख्ने हुन्छ हेर्नु, कुनैमा चाहिँ 1 मिनट स्ट्राटेजी युज गरेर जानुपर्ने हुन्छ। त्यो चाहिँ यसमा परेन। यदि लेभलहरू प्ले नभएको भए, यत्तिकै लेभल मात्रै बनाएको भए चाहिँ 1 मिनट युज गर्नुपर्ने हुन्थ्यो। अब यसमा सब ठिक छ, यो त प्लेवाला पार्ट पनि हो, सब ठिक छ। यसमा चाहिँ रिस्क लिने ठाउँ हो। यो कस्तो ठाउँ हो भनेपछि सर लिमिट अर्डर राख्ने ठाउँ हो। अब हेर्नुहोस्, यो भनेको लास्ट लो हो होइन, यो त्यत्रो मार्केटले सेलिङ आयो है, 600-700 पिप सेलिङ आएर सबैभन्दा लास्ट ठाउँ भनेको नै यो ठाउँ हो। अब हामीले बाई गर्दाखेरि लास्ट ठाउँसम्म मार्केट पुग्दैन। हेर्नुहोस्, यदि मार्केटलाई सेल जानु छ भनेपछि सिधै तोडिदिन्छ यो जोनलाई, माथि नै जानु छ भनेपछि जति सेलिङ आए पनि यसको भित्रबाट बाई गइरहेको हुन्छ, बुझ्नुभयो नि। त्यही भएर यो चाहिँ अलिकति बिस्तारै हेरौँ ल। यो कन्फर्मेसन कसरी लिने त बुझ्नुभयो नि। ल हेर्नुहोस्, ओपन क्लोजमा त्यसरी भयो। अब यसमा गएर हेरौँ, यो ओपन क्लोजमा मार्केटले हेर्नु अर्को क्यान्डलले टच गर्नै पऱ्यो होइन क्या, त्यही दिनै मार्केटले डेलीको लो नै पकडे हामीले हेर्नु। त्यो त डेलीको लोबाट छोको ट्रेड हो नि त। हामीले लोवर टाइम फ्रेममा गएर हेर्नुभयो भनेपछि ट्याक्क डेलीको लो नै पकडे हामी। यसरी चाहिँ हाम्रो डेलीको लो पकड्यौँ भनेपछि के हुन्छ भन्दाखेरि चाहिँ अब हजुरले सानो टिपी लिगे पनि 200-300 पिप्समा गयो पनि भयो, अलिकति होल्ड गरेर सानो लट हानेर बरु अलि लामोसम्म होल्ड गर्न पनि सकिन्छ। तर सुरुमा चाहिँ होल्ड चाहिँ नगर्नु होला, थोरै लिने। 1:5 त लिनुपर्ने हुन्छ। हेर्नुहोस्, एभरेजमा सबैभन्दा थोरैमा पनि 1:5 लिने हो। अब यो ठाउँ हामीले एकचोटि ओरिजिनल बाई गएको ठाउँ हो। कसरी थाहा भयो? जहिले पनि लेभलबाट डेलीको लो बनेको छ भनेपछि त्यो भनेको एउटा अपरेटर बाइङ हो, त्यहाँबाट ओरिजिनल बाई नै जान्छ। सरलाई लिङ्क पठाउनै बिर्सेछु मैले फेरि। अपरेटर बाई नै जान्छ हेर्नु है, अपरेटर बाइङ गएको छ। यदि मार्केटले इन फ्युचर घुमिफिरी फेरि यो लेभल हाम्रो यो जुन लास्ट ठाउँ थियो यो है लास्ट ठाउँ, फेरि हेर्नुहोस् बाई गएको सबैभन्दा लास्ट ठाउँ यो हो, योभन्दा अलि नजिकको लेभलमा आउँछ भनेपछि हामी यताबाट पनि बाई जान्छौँ। फेरि यहाँबाट लोसम्म आउनु परेन, योभन्दा माथितिर 50-60 पिप्स माथि भोलाटाइल अनुसार 40-50 पिप्स माथि चाहिँ लिमिट अर्डर अहिले राख्दै पनि केही फरक पर्दैन। अहिलेदेखि नै यहाँदेखि बाई लगाएर छोडिदिए पनि खासै फरक चाहिँ पर्दैन। अलिकति टाइमिङ बरु कहिलेकाहीँ आउँदैन कि भन्ने हो, नत्र भनेपछि यो लेभल चल्छ हेर्नु है। हामी बसेको हो यो लेभलमा, तर दिएन मार्केटले। अब माथिको माथि गयो गोल्ड, त्यही भएर चाहिँ हामी छुट्यौँ। नत्र भने एकदम मिठो ठाउँ हो त्यो चाहिँ। यो लेभलमा कस्तो लेभल हो भनेपछि यदि मार्केटलाई सेलै आउनु छ भने पनि यो लेभलबाट एउटा एभरेज होइन, तपाईँलाई प्रफिट दिएर नै सेल आउँछ, त्यस्तो ठाउँ चाहिँ हो यो। अब कुनै बेला त्यस्तो अब रियरली होला जहाँबाट चाहिँ यहाँबाट मार्केटले 1% पनि रेस्पेक्ट नगरेर झर्ने, यस्तो इम्पोर्टेन्ट जोनमा मार्केटले रेस्पेक्ट गरेको हुन्छ। बरु मार्केटले लेभल छोडेर जाला है, जस्तै यो लास्ट ठाउँ हो हाम्रो, योभन्दा माथिबाटै यसरी फुत्किन सक्छ माथितिर, तर यसलाई सिधै गएर त्यसरी ब्रेक चाहिँ गर्दैन। रियली भेटिन्छ त्यस्तो चाहिँ है, त्यस्तो ठाउँ हो यो हेर्नु, इम्पोर्टेन्ट एकदम मिठो ठाउँ। ल हेर्नुहोस्, हो यहाँबाट हामीले हेर्छौँ लेभल, अरूमा त आएको छैन मार्केटले। आजभोलिको मार्केट भनेको सिधै माथि गएको गइछ, अलिकति गाह्रो पर्छ। ल हेर्नुहोस्, लिमिट अर्डर कति बेला राख्ने कति बेला नराख्ने। ल हेर्नु अब यसमा गएर हेर्नुहोस्, यसमा पनि देखाइदिन्छु म। यसमा के छ भन्दाखेरि अघिनको त ओपन क्लोजको सपोर्ट हेऱ्यौँ, ठिक छ। अब यसमा गएर हेर्दाखेरि ट्याक्क भी फर्मेसनको सपोर्ट छ है। डेलीमा गएर हेर्ने हो भनेपछि के छ त, भी फर्मेसनको सपोर्ट डेलीको। अब म के हेर्छु डेली पछि 4 आवर्स जान्छु। 4 आवर्समा गएर हेरेपछि के रहेछ त, भी फर्मेसनको सपोर्ट छ हेर्नु है। त्यही लेभलमा गएर हेर्दाखेरि भी फर्मेसनको सपोर्ट छ, एउटा क्यान्डलले लेभललाई टच पनि गरेछ, यहाँदेखि बाई गएको छ। यदि यसरी लेभल टच नगरेर बाई गएको भए चाहिँ हामीले बरु कन्फर्मेसन हेर्थ्यौँ सर होइन। अघि दिनेश सरले सोध्नु भएको थियो क्या मलाई, यहाँदेखि कन्फर्मेसन हेर्ने कि नहेर्ने भन्ने कुरा। कन्फर्मेसन हेरेर बाई जान्थ्यौँ। अब चाहिँ हामीलाई कन्फर्मेसन हेर्नु परेन, यो लेभल टच भएको हुनु पऱ्यो। यहाँदेखि डाइरेक्टली अब लिमिट अर्डर राखेर जान सकिन्छ। लिमिट अर्डर राखेको एक्युरेसी चाहिँ 30% को छ। फेरि हेर्नुहोस्, तपाईँले यदि लिमिट अर्डर राखेर ट्रेड लिनुहुन्छ भनेपछि जसको एक्युरेसी 30% को छ, 30% को एक्युरेसी भए पनि हजुर चाहिँ प्रफिटेबल हुनुहुन्छ। हामीलाई चाहिने भनेको 1:5 को रिस्क टु रेसियोमा जानुभयो भने पनि
30%ले त हजुरलाई मजाले प्रफिटमा राख्छ है। ल हेर्नुहोस् यो भनेको अब हामीलाई डेलीको भी फर्मेसनको सपोर्ट हो। ओके 4 आवर्समा गएर हेर्दाखेरि त्यही लेभलमा सपोर्ट छ। मैले यो सपोर्टलाई किन लिएन त भी फर्मेसन, किन भन्दाखेरि हामी डेलीबाट सुरु गर्दाखेरि चाहिँ यहाँ रहेछ सपोर्ट। हेर्नुहोस् यो लेभलमा गएर डेली र 4 आवर्सको लेभल यसरी ओभरल्यापिङ भएको कारणले गर्दा चाहिँ यसलाई हेरेँ। अब सिर्फ मैले हेर्ने भनेको नै एग्रेसिभ सेल हो। 1 आवर पनि जानु परेन, एग्रेसिभ सेल आउँछ भनेपछि मेरो बाई लेभल भेटिसकेको छ है। अनि सर इन्ट्री लिँदाखेरि चाहिँ कुन टाइम फ्रेममा इन्ट्री लिने हो? इन्ट्री टाइम फ्रेममा लिने भन्ने हुँदैन। इन्ट्री भनेको तपाईँको यो 3930मा गएर तपाईँले पिरियड राख्नुहुन्छ। हेर्नुहोस् है, तपाईँले के गर्नुहुन्छ, यो लेभलमा गएर पिरियड राख्नुहुन्छ। हजुरको लेभलमा यहाँ जति बेला आए पनि टच गऱ्यो भनेपछि अनि सुरु। अब लेभलमा आउँदाखेरि त अब त्यो टाइम फ्रेममा गएर लिने भन्ने छैन, लेभल हुनु पऱ्यो। कन्फर्मेसन हेर्दाखेरि चाहिँ 1 मिनट जानुपर्छ, 1 मिनटमा। ल हेर्नु है म भनिदिन्छु। स्टप लस चाहिँ त्यही पिप्सकै त्यो आधारमा राख्ने हो, 40 पिप्सको हिसाबमा। जस्तै अब यो लेभलसम्म मार्केटलाई आउँदाखेरि चाहिँ एग्रेसिभ सेल आउनुपर्छ, त्यही हो। इन्ट्री नै त्यही हो। तपाईँको कन्फर्मेसन चाहिँ के हो भन्दाखेरि एग्रेसिभ हुनु पऱ्यो मार्केट चाहिँ। हेर्नुहोस् यति लाग्नु पऱ्यो कि 90% मान्छेहरूको डाइरेक्सनै अपोजिट हुनु पऱ्यो। हेर्नुहोस् पुरै सेल साइड है। यसो चार्टलाई हेर्दाखेरि पनि मार्केटको स्ट्रक्चर के छ भन्दाखेरि चाहिँ पुरै सेल छ भन्ने हो यस्तो हुनु पऱ्यो। हेर्नुहोस् पुरै सेल छ नि त मार्केट हो, त्यही बेला नै हामीले बाई पक्र्ने हो। अब हेर्नुहोस् मार्केटको लेभल हामीसँग यहाँ छ। यो कुन लेभल हो, हिजो हामीले जे पढ्यौँ डेलीको भी फर्मेसनको लेभल त्यही नै हो है। ल हेर्नुहोस् के भयो त मार्केटले आएन अझै अरू लेभलमा त हामीले कतै पनि गर्दैनौँ। फेरि हेर्नुहोस् तपाईँ लोवर टाइम फ्रेममा हामीसँग यसमा भी छ यता भी छ भनेर लिने होइन। यिनी भनेको टेम्पोरेरी लेभलहरू यसमा चाहिँ भर हुँदैन है, जति बेला पनि खाइदिन सक्छ है। फस्छन् त्यो मान्छेहरू म्याक्सिमम् फस्छन्, हामी चाहिँ फस्ने होइन। हेर्नु न यी गएको छ त भाइ, लिह भाइ पनि योबाट पनि गएको छ भाइ, लगभग अलिकति छ रहेनछ भाइ, जान्छन् भित्रको लेभलबाट। तर त्यो कहाँसम्म जान्छ डेलीमा मात्र हेर्नु पर्यो हामीले चाहिँ, डेलीमा हेर्नु पऱ्यो। हजुर रेन्जी मार्केटमा त मार्केट स्लो भयो, रेन्जी छ भनेपछि त एकदम मिठो जान्छ। हामी के हो आज त पुरै 37जना छौँ त हाइट। ल हेर्नुहोस् यो लेभलबाट चाहिँ हामी जाने। लिङ्कै ढिला पठाउनु भयो, मैले त केही बुझिनँ है। हजुर ल म एकछिनमा फेरि भनिदिनु नि सर है। म लिङ्क खोलिरहेको ल फेरि भनिदिन्छु म। हामीले हिजो के पढ्यौँ भन्दाखेरि चाहिँ भी फर्मेसनको सपोर्ट, जहाँबाट चाहिँ हामीले बाई हेर्छौँ। अर्को चाहिँ ओपन क्लोजको लेभलको सपोर्ट हेर्ने भयो मार्केटमा है, दुईवटाबाट हेर्छौँ। आज चाहिँ कन्फर्मेसन हेरेको सर। अब जस्तै भी फर्मेसनको सपोर्टमा हामीलाई बाई हेर्नु छ भनेपछि के कुरा हुनु पऱ्यो त्यो हेर्दैछौँ सर। अब जस्तै हेर्नु है, यहाँ यो एउटा भी फर्मेसनको सपोर्ट हो नि, हेर्नु है। भी फर्मेसनको सपोर्टमा म 4 आवर्समा गएर हेर्दाखेरि चाहिँ के भएको रहेछ, त्यही लेभलमा 4 आवर्समा पनि एउटा सपोर्ट छ, भी फर्मेसनकै छ, जसमा चाहिँ एकचोटि यो जुन क्यान्डल छ सपोर्ट पछिको क्यान्डलले चाहिँ यो लेभललाई मजाले टच गरेर बाई गएको रहेछ। भन्नुको मतलब यो लेभललाई चाहिँ गोल्डन जोन बनाइदियो। यो लेभल प्लेवाला पार्ट हो है, जसलाई चाहिँ हामीले गोल्डन जोन जसरी मार्क गर्छौँ। अब हामीले यहाँदेखि जाँदाखेरि चाहिँ लिमिट अर्डर हालेर जाँदा भयो, त्यो इन्ट्रीको रिजनहरू खोज्नु पर्दैन। यो लेभलमा आइसकेपछि डाइरेक्टली यहाँबाट लिमिट अर्डर राखेर जान सकिन्छ। त्यो चाहिँ अलिकति रिस्की हुन्छ, कहिलेकाहीँ मार्केटले अलिक ओभरै हानिदिन्छ, नत्र भएपछि यस्तरी प्ले गरेको पार्टमा चाहिँ पर्फेक्ट गएको हुन्छ भाइ चाहिँ। रेन्जी मार्केटमा त पर्फेक्ट जान्छ। अब हेर्नु यो भनेको हाम्रो एउटा बाइङ लेभल हो, जसमा पहिला सुरुमा मार्केटलाई हामीले के गर्छौँ त एग्रेसिभ सेलिङ आयो भने हाम्रो अटोमेटिकली लेभल टच हुन दिउँ है पहिला। ल हेर्नुहोस् है, लेभल टच भयो, हेर्नु मार्केट पुरै एग्रेसिभ छ। हजुरको लेभलमा आयो, टच पनि भएको छ, बाइङ पनि दिइसक्यो, तपाईँको लगभग प्रफिट दिइसकेको छ। अघि नै हामीले के पढ्यौँ त हो, जहिले पनि आफ्नो यो जुन लास्ट ठाउँ हुन्छ मार्केटमा है, यो लेभलभरिमा सबैभन्दा लास्ट ठाउँ भनेको यो ठाउँ छ हेर्नु बाइकको लागि, बुझ्नुभयो नि। सबैभन्दा लास्ट ठाउँ यो भयो। यहाँबाट चाहिँ मार्केटमा नेगेटिभ बाई गएको छ। जहिले पनि नेगेटिभ बाई गएको बेला लेभलबाट गएको छ भनेपछि यदि मार्केटलाई मान्नुहोस् माथि नै जानु छ भनेपछि लास्ट ठाउँ नै यही हो। योभन्दा तलतिर अब मार्केट जाँदैन कि त पहिले जानुपर्ने माथि तलतिर होइन। नेगेटिभ बाई गयो नि त, यो अपोजिट डाइरेक्सनमा यत्रो 400 पिप्स बाई जानु भनेको है, पुरै मार्केट बेरिस छ। अनि त्यही बेला बुलिस बाई गयो भनेपछि यसमा धेरै एमाउन्ट लागेको छ। जहिले पनि बिग एमाउन्ट लागेको बेला चाहिँ मार्केटले त्योभन्दा तलतिर चाहिँ जाँदैन। यदि जानु नै छ भनेपछि ओभर सेलिङ जान्छ। फेरि हेर्नुहोस् अब हाम्रो दुईवटा छ, कि मार्केटले यहीँ भित्रबाट फर्किन्छ कि भने सेलिङ आउँछ हो। यो चाहिँ पर्फेक्ट रिस्क लिने ठाउँ हो। 50-60% चान्स मार्केटले यहाँदेखि माथि नै गएको हुन्छ। यस्तोमा त हामीले रिस्क लिन्छौँ है। कहाँबाट रिस्क लिन्छौँ, कि त यहाँबाट लिमिट अर्डर लगाएर लिगे पनि तपाईँको ट्रेड दिइसकेको छ, नभए
यो लोलाई हेरेर यसको भित्रबाट यदि तपाईँले ट्रेड लिनुहुन्छ 40-50 पिप्स माथि गएर पिरियड लगाएर लिनुहुन्छ भनेपछि योवाला ट्रेडको एक्युरेसी चाहिँ 70-80% को छ, जसमा चाहिँ है यसको चाहिँ अलि राम्रै एक्युरेसी छ। तर यो ट्रेड चाहिँ फेरि नआउन पनि सक्छ। फेरि मार्केट हेर्नुहोस्, यहाँदेखि कन्टिन्यू यहीँदेखि सिधै माथि पनि जान सक्छ। यो चाहिँ अलिकति रिस्की भन्दा पनि रिस्की चाहिँ छैन, तर नआउने कहिलेकाहीँ चाहिँ आउँदैन, यो पनि गर्न सकिन्छ है। अपोजिट ट्रेड हो यो पुरै होइन। त्यसपछि मार्केटले के भयो, लेभललाई टच गर्यो मजाले होइन, लो चाहिँ खानी भएन। यो तपाईँको लास्ट लो नै भन्ने भयो मार्केटमा। यदि लोलाई अलिकति पनि यसरी हन्ट गऱ्यो भनेपछि बुझ्नुहोस् कि त ओभर सेलिङ आउँछ, कि भने म्यानिपुलेसन बाई जान्छ, ओरिजिनल बाई जाँदैन। अब यहाँदेखि त मार्केटले अल टाइम हाई नै जानु छ भने पनि यही नै हो लास्ट हो हेर्नु। त्यसपछि के भएको छ त, पुरै कहाँदेखि कहाँ पुग्यो मार्केटलाई हेर्नु है। यो चाहिँ हुन्छ होइन, यो भइरहेको कुरा हो, यही नै हो हामीले गर्ने। ठिक छ। त्यतिलाई त 2-3 आवरमै उसले टिप हिट गर्छ होला नि सर। एकैछिनमा टिप हिट हुन्छ सर। 15 मिनटमा 200 पिप्स हानिदिन्छ कहिले, अघि नै पनि। त्यही त। यो त हेर्नु न, जस्तै 200 पिप्स लिने हो अहिले त मार्केट भोलाटाइल छैन, नत्र भने त तपाईँको त यतातिरबाट ट्रेड लिनुहुन्थ्यो भनेपछि त तपाईँको त 1 घन्टामा पनि होइन है, विकली नै हानिसकेको छ टिभी त। 1:5 त तपाईँको विकली हानिसकेको छ। अब तपाईँको सुरुमा चाहिँ 200 जानुहोस् हजुर होइन, बिस्तारै यसलाई बढाउँदै जानुपर्छ, बुक गरेर अलिअलि छोडिदिने। रेन्जी मार्केटमा त पर्फेक्ट चल्छ हेर्नु, लेभलमा आयो नि त कति राम्रोसँग। अहिले के भयो भनेपछि हामीसँग लेभल छ, यहाँ लेभल बनाएर राखेको छ भनेपछि मार्केटले यतैबाट उडिरहेको कि, त्यही भएर अलिकति ट्रेड नमिलेको रिजन चाहिँ त्यो हो। हाम्रो समीर सर आज के हो सर, आज त कति दिनपछि देख्छु त क्लासमा। समीर सर है, बुझ्नुभयो नि। त्यसरी हामी लिने भयौँ। रेन्जीमा एकदम राम्रो चल्छ हेर्नुहोस् यो। अब अहिले त मार्केटले पुरै गएको गई छ, नत्र यस्तो मार्केटमा त पर्फेक्ट चल्छ, त्यो चाहिँ हामीले हेर्छौँ। अब जस्तै हाम्रो जुन पार्ट हेरेको थियौँ भी फर्मेसनको सपोर्ट हेर है, यहाँबाट त ओरिजिनल बाइङ गएको छ, थाहा छ हामीलाई। लास्ट ठाउँ खोज्ने, ओरिजिनल बाइङ गएको सबैभन्दा लास्ट लो खोज्ने। लास्ट लो भनेको यो र्यालीमा गएर हेर्ने भनेपछि हामीसँग कुन छ त, यही छ नि त, यो तानेको विक। यहाँ त डेन्जर तानेको थियो। अझै पनि मार्केटले आउँछ इन फ्युचर भनेपछि यो भित्रबाट त लिन सकिन्छ ट्रेड। हेर्नुहोस्, यो भित्रबाट अझै पनि लिन सकिन्छ, तर मार्केट आउँदैन। 1-2 चोटि हो त्यो लेभल प्ले गर्ने, त्यसपछि त्यहीँबाट माथिको माथि गोल्ड चाहिँ है। त्यही भएर अब हामीलाई के गर्नु पर्यो, राम्रो ठाउँमा ट्रेड लेखाम भनेपछि होल्ड गरेर छोडिदिने, एउटा सानो लट होल्ड गर्ने अनि छोडिदिने। 1000 पिप्स 2000 पिप्स टिपिराखेर जान सकिन्छ। सर हजुरले सिआरटी क्यान्डल भन्नुहुन्थ्यो, त्यो चाहिँ कसरी के हो त? सिआरटी क्यान्डल भनेको त ऊ सर, जस्तै हेर्नु है, मार्केट यो चाहिँ कन्सेप्टै छुट्टै हो। सिआरटी चाहिँ एउटा पुरै कन्सेप्टै छ, क्यान्डल रेन्ज थ्योरी भन्छ, जसमा चाहिँ मार्केटले कन्टिन्यू यसरी बाई गइरहेको हुन्छ नि जति बेला। हेर्नु बाई गइरहेछ, यहाँ यसमा पनि बाई गयो, तर हरेक क्यान्डलले प्रिभियस डे हाईलाई ब्रेकआउट गर्दै गएको छ। तर अर्को क्यान्डलले गएर चाहिँ बाई त गयो, तर हाईलाई गएर यसरी बडीले ब्रेकआउट गर्न सकिन, भित्र आएर यसरी क्लोजिङ दियो भनेपछि यस्तो बेला चाहिँ सिआरटी फर्मेसन हुन्छ। यसको लोलाई मार्क गर्ने, अबको टार्गेट चाहिँ लोसम्म हुन्छ, बुझ्नुभयो नि। ल हेर्नु यहाँ यसमा ब्रेकआउट दिएर रहेनछ, ठिक छ, रोक्नु है, म हजुरलाई देखाइदिन्छु। हो ल हेर्नुहोस्, यहाँ पनि त्यस्तै भएको छ। क्यान्डलले के भएको छ, हाईलाई ब्रेकआउट दिँदै गएको छ, तर यो क्यान्डलले चाहिँ हाईलाई ब्रेकआउट दिन सकिन। यो सिआरटी फर्मेसन पछि सेलिङ आयो, जस एउटा सेलिङ ट्रेड लिन सकिन्छ त्यसपछि है। यो पनि युज हुन्छ, तर हामीलाई उ गर्नु परेन। हामी सिआरटी भन्दा पनि हामी सिआरटी हो, हामीलाई लिइसकेपछि अनि सिआरटी भन्छ क्यान्डल होइन, हामी त सिआरटी हो नि। मार्केट सेलिङ जोनमा गयो हजुर सेलिङ जोनमा नभो पुग्छ क्या हो सर। हजुरको त $20 टिपी गर्नु भनेको त मार्केटले त $40 पो हान्दियो त सर, के हो नि त 9 बजेको क्यान्डल हानिदिइहाल्यो नि सर, ल्याङ भइसक्यो। कति डलर बुक गर्नुभयो? मैले त्यो 27 जस्तो बुक गरेँ। $27 त बुक गर्नुभयो भनेपछि हेर्नु न कहाँदेखि मार्केटले कस्तो नमिठो गयो। तर यही डाउट लाग्छ कि मलाई, यो जति बेला 8 बजेले म्यानिपुलेसन हानेर ताने हुन्छ नि, यो त मजाले तानेको हो नि त।
तर मैले त मेरो जोन अझ तलै थियो 1 मिनेटको क्यान्डलमा जुन त्यो भन्यो भने सेयरलाई इन गऱ्यो सेयरलाई फास्ट अर्को जोनमा बायरले निकाल्दै गयो सेलरले त्यो जोनमा चाहिँ किन्न मन लागेर किनेको तर एसएलमा अनि राम्रै गयो तर क्या तान्यो कि मार्केटले सुरज सर हामीले माथिल्लो हेऱ्यौँ कहिले होइन कहिले तल्लो हेर्छौँ कहिले हाम्रो बानी नै एउटा मात्र ट्रेड लिनु भयो क्या खासमा लेभलमा आएपछि खासमा दुइटै लिनुपर्ने हो अब त्यही गर्नुपर्छ सर हो बिस्तारै भने त्यो जस्तो अब त्यो यसलाई अब केही छैन ठिकै छ है मेन लेभल त यही हो नि त हाम्रो हजुर 1 मिनट कस्तो गिलिङ रहेछ त्यस्तो देखिएन कि सर एउटा लेभलमा बसेपछि फेरि अरू हेर्ने बानी छैन त्यो भएर पनि बिग्रियो अब भोलिको लागि हेर्ने भनेपछि एउटा त अब भोलिको त अब कता हेर्ने त फेरि गाह्रो पर्छ भोलिको अनुसार हेर्न सकिन्छ रातभरि जस्तै गरी मार्केट सेलिङ पो आउँछ कि सेलिङ पनि आउँछ र भन्ने भयो अब त गोल्ड हो भने एक जमाना थियो जुन बेला मार्केट सेलिङ आउँथ्यो अब त जमाना पनि बद्लिसक्यो सेलिङै हान्न होइन सुमित सर हो नि सर म सेलिङ कुरेर बसिरहेको छु कहिले मार्केट क्रास होला र अनि सेल ठोकौला भनेर बसिरहेको छु के हो 1% सेलिङ आउँदैन मार्केटले यस्तरी बढ्यो नेपालमा सुनको भाउ 3,10,000 पुगिसक्यो गर्दा गर्दै 3.5-4 पुग्न बेर छैन यस्तै पाराले त एक हप्तामै 4 पुग्छ बेचे कसरी गर्ने त्यही टेन्सन छ सर मलाई अरूभन्दा पनि बेकै अरू त केही टेन्सन छैन त्यस्तो अरू त के टेन्सन हुनु सर अहिले न्युयोर्क सेसन चलिरहेछ है हजुर हजुर सर हजुर डेलीमा त्यसरी हेर्छौँ है अहिलेको कोही कन्फ्युजन हुन्छ भनेपछि भन्नु है त्यस्तो केही कन्फ्युज छ भनेपछि भन्न सक्नुहुन्छ कन्फर्मेसन कसरी हेर्ने त थाहा पाउनुभयो नि सर अरू कोही नबुझेको छ भनेपछि सोधिहाल्नु है सोध्ने कुरामा चाहिँ उ नगर्नुहोस् पछि पनि तपाईँले ट्याक्क लिनुपर्छ यत्तिकै जस म कहिलेकाहीँ बाहिर भएको बेला सर ट्याक्क हाम्रो स्ट्राटेजी अनुसार लेभल बनाएको छ ल लिउँ भनेर भन्नु पऱ्यो होइन सुरज सर त्यत्तिकै भन्नुभयो भने तपाईँहरू त्यत्तिकै बन्नुभयो भने चाहिँ मलाई सजिलो हुन्थ्यो अनि म मजाले खुलेर जान्थेँ हजुर सर म ढिला आएँ मैले चाहिँ के पनि बुझिनँ है सर आजको पोस्ट कन्टेन्ट चाहिँ हजुर सर मलाई लिङ्क आएन सर बरु मलाई रेकर्डिङ चाहिँ खोइ सरले हिजो पठाउने कुरो गर्नुभएको थियो नआइपुग्यो कि के हो सर मैले ग्रुपमा मैले हजुरलाई एड गरिदिइसकेँ रुकमा है मैले एड गरिदिए जस्तो लाग्छ सर यहाँ धेरै यो मेसेज पनि म किन होला त्यही भएर हो मलाई लिङ्क पनि भएन मैले तपाईँलाई पर्सनल मेसेज हेरेपछि मात्र आएको मैले गरिदिइसकेको छु त्यसमा मैले पठाइदिन्छु है हजुरलाई लिङ्क छ पुरै क्लिन छ को सरले के हजुर सक्यो होइन चल्दैछ भन्नु न भन्नु के अरे त्यो हाम्रो लेभलमा आउँदाखेरि अर्डर चाहिँ कसरी हामीले सेट गर्ने अर्डर सेट गर्नको लागि MD5 जाने त्यहाँ लिमिट अर्डर भने हुन्छ बाई लिमिट सेल लिमिट हुन्छ ट्याक्क लगाइदिने होइन लिमिट अर्डर त हाल्ने कि अब त्यो पिप्स हामीले अब त्यही उस्तै गरी विकमा नि हामीले प्रफिट गर्न सक्छ नि त टिपी हजुर तर ठ्याक्किस लोवर उसमै कसरी अर्डर लिन सकिन्छ भन्ने कुरा कि अब त्यो लेभलमा विकले छोएपछि अर्डर लिने हो कि कति विकली छोइसकेपछि लेभल लिने जस्तै हेर्नु है अब यहाँ के भएको छ भन्दाखेरि चाहिँ हेर्नुहोस् म देखाइदिन्छु एउटा चाहिँ ल हेर्नुहोस् ल हेर्नु है जहिले पनि अघि नै मैले भनेको कुरा हेर्नु याद राख्नुहोस् हामीसँग के छ भन्दाखेरि यो लेभलमा पनि एउटा ओपन क्लोजको जुन यो सपोर्ट छ त्यो सपोर्ट भन्दा पनि मार्केटले तलबाट बाइक आएको छ बुझ्नुभयो नि यो तलबाट चाहिँ बाइक आएको रहेछ यो ठाउँलाई हेरौँ पहिला तलबाट त बाइक आएको छ बाइक कसरी गएको छ भन्ने कुरा हो ल हेर्नुहोस् हो यो बाइङ हो हेर्ने हामीले चाहिँ तलबाट बाइक आएको रहेछ त्यति बेला के भएको रहेछ भनेपछि सर र सेलिङ आयो सपोर्टलाई छोइसकेपछि पहिला सुरुमा मजाले बाइङ गयो होइन यो बाइक गइसकेपछि चाहिँ अरू बाइङ पनि यो सपोर्टभन्दा यो लास्ट लोभन्दा भित्रबाट बाइक गरिरहेको छ अब हेर्नु जहिले पनि मार्केटले हाम्रो यो लास्ट लेभलभन्दा है अब कहिले चाहिँ उतिखेरै आछ हामीले त यहाँबाट पनि लिन सकिन्छ है यो लेभलमा पनि लिन सकिन्छ यहाँ के भएको भनेपछि 3-4 दिन एक हप्तापछि चाहिँ मार्केटले फेरि यही जोनमा आछ जुन चाहिँ लास्ट ठाउँ त यो हेर्नुहोस् ओरिजिनल बाइक आएको यहाँबाट यो जुन लास्ट लोलाई नलिकन गइसकेपछि लास्ट हाम्रो यो हो इन फ्युचर मार्केटले आइसकेपछि अब हेर्नु
लेभल बन्यो यो लेभलमा हामीले के गर्छ भनेपछि 40-50 पिस माथि गएर चाहिँ लिमिट अर्डर राखिदिन्छौँ। यसरी लिमिट अर्डर राखिदिने होइन, 40-50 पिस त माथि राख्नुपर्छ, कन्जुस नगरिकन राख्नुपर्छ, फेरि छुट्छ ट्रेड, अनि त्यसरी छोडिदिने। अनि तपाईँको अटोमेटिकली टच हुन्छ, टिभी पनि आफ्नो अटोमेटिकली हुनुभयो। यो हुने भयो। ए भनेपछि हामीले 40-50 पिस माथि हाम्रो लेभलभन्दा माथि चाहिँ अर्डर लिमिट भयो। हजुर हजुर। अनि स्टप लस चाहिँ त्यही लेभलमा राखिदिनु। स्टप लस त ट्याक्कै यो लेभलमा राखिदिनुहोस्। बुझ्नुहोस् कि यदि मार्केटलाई माथि जानु छ भनेपछि यो लास्ट पार्टलाई मार्केटले खाँदैन। ए भनेपछि अब हामीले चार्ट हेर्दाखेरि अब हाम्रो लेभलतिर आउन लाग्छ, झर्दैछ भनेपछि अर्डर राख्दाखेरि चाहिँ 40-50 पिस माथि राखेर सेट गरिदिनु। हजुर सर हजुर, 40-50 पिस माथि गएर चाहिँ स्टप लस राखिदिने। त्यसपछि हाम्रो टिपी चाहिँ कति हुन्छ, 200 पिस चाहिँ अब हाम्रो कन्सेप्टमै छ है, 200 पिस त जानुहोस्। अब हाम्रो कस्तो हुन्छ भनेपछि कुनै चाहिँ बिचबाट छिर्नुपर्ने हुन्छ, बिचबाट छिर्दाखेरि चाहिँ 100-150 पिस बुक गर्नुपर्छ। लेभलबाट छिरेको चाहिँ 200 भन्दा प्लस जाने होइन, 200 त नर्मल्ली अब हाम्रो त्यो त हुनु नै भइहाल्यो एकदम है, 1:5, 7, 10 सम्म चाहिँ जानुपर्ने हुन्छ। मिठो ट्रेड लिनुपर्छ त्यो चाहिँ तपाईँको अब मार्केट भोलाटाइल भयो भने त 1-2 घन्टाकै काम हो। अब यसमा गएर हेर्नुहुन्छ भनेपछि यसमा पनि मार्केट हेर्नुहोस् त, 1 घन्टामै तपाईँको 500 पिस मुभ हानेछ, 50 पिसले तपाईँले 1:10 हानिसक्नु भएको छ। यसमा 500 पिस मार्केटले मुभ भइसकेको छ। यस्तो बेला चाहिँ हामीलाई अलिकति सजिलो हुन्छ, यति बेला चाहिँ हामीलाई चिट्टा पर्छ है। छिट्टो बुक गर्नु हुँदैनस्, छिट्टो बुक गर्नु चाहिँ हुँदैन, छिट्टो बुक गर्ने बानीलाई हटाउनु पर्छ। हामीलाई यहाँ छिटो बुक गरेर यहाँ अहिले कति गाह्रो भइरहेछ होइन सुरज सर, छिटो बुक गर्ने बानीले यहाँ हामीलाई अहिलेसम्म त्यही भएर ढिलो बुक हामी होल्डमै हुन्थ्यौँ है, तलदेखि बाई गरेको अबको ब्याजलाई चाहिँ अब त्यही अनुसारको पढाउनु पऱ्यो क्या सर, छिटो बुक नगर्नेवाला टाइपको। छिटो सुरुदेखि नै त्यसरी माइन्डसेट बसाइदिएपछि अनि पछि सजिलो हुन्छ फेरि, बुझ्नुभयो कि नै होइन। सुरुदेखि नै अलिक लामो समयसम्म कि त टिभी भनेर बस्ने हो। ल ठिक छ, लेभलमा आइसकेपछि हजुरको आफै पाइजाने भयो। मैले आज के अरे त्यो बिफर्मेसनको हिजोको के अरे हिजो सिकेको कुरामै मैले ऱ्यान्डमली डेमोमा ट्रेड दिएको थिएँ होइन। हजुर। तर अब ठ्याक्कै अब यो हाम्रो स्ट्राटेजी त मलाई प्रपर लेसन नलेज छैन नि त। हजुर हजुर। जस अर्डर चाहिँ राखिदिन्छ है कसरी जाँदो रहेछ भनेर मैले राखिदिएको थिएँ। म एकचोटि स्क्रिनसट पठाउँछु है त। अनि हेर्नु अब मैले जुन भर्खर भनेँ नि, अब हाम्रो यो सपोर्टमा हामीले बाइङ हेर्छौँ, यो त ठिकै छ। कहिलेकाहीँ के हुन्छ भनेपछि अब यहाँ गएर हेर्नुहोस्, यहाँ के भएको छ है, ल हेर्नु है, यसमा के भएको छ भनेपछि मार्केटले बाइङ गयो है, मजाले क्यान्डलहरू बाइ गएको छ। अब लाइन चार्टमा गएर हेरौँ, हामीसँग एउटा भी फर्मेसनको सपोर्ट यहाँमा छ, अर्को ए फर्मेसनको रेसिस्टेन्स बिकम सपोर्ट पनि छ। अब बाइङ त हामीले खासमा यहाँबाट हेर्नुपर्ने हो, तर मार्केटले यो लेभललाई नलिकन लोवर टाइम फ्रेममा गयौँ है, लोवर टाइम फ्रेममा गएर हेर्दाखेरि चाहिँ यो लेभललाई नलिकन मार्केटले माथिबाटै बाइगएको छ हेर्नु है। यस्तो बेला चाहिँ हजुरले लास्ट लो पनि हेर्नुपर्ने हुन्छ, त्यो अलिक पछि जाऊँ ल, अहिले सुरुमै अगाडि गयौँ भने फेरि कन्फ्युज हुनुहुन्छ होला, यति अगाडि अहिले नजाऊँ होला होइन। मैले ठ्याक्कै त्यो लाइन हेरेर चाहिँ अनि क्यान्डलमा गरेको थिएँ कि हेर्नु नै। खै पठाउनुहोस् त, ग्रुपमै पठाउनु न सबैलाई हेर्ने गरी। ग्रुपमा पठाउनु के पठाउनु पर्छ खै, क्लासको ग्रुपमा हेर्नु त। अनि भिफर्मेसनको सपोर्टबाट बाई लिनु भएको छ, ओके। अनि मुभ हाने रहेछ, ठिकै छ। तर मैले त्यो हुन्छ नि टिपी र एसएल चाहिँ मैले विकमा राखिदिएको, एसएल चाहिँ अब टिपी चाहिँ ऱ्यान्डमली राखिदिएको। ए ठिक छ, यहाँ माथिबाट हेर्नु भएको छ भनेपछि आजको बाई होइन। टिपी चाहिँ मैले ऱ्यान्डमली राखिदिएको कि अब पिप्सहरू अनुसार राखेको भए चाहिँ अब ओरिजिनल एकाउन्टमै भएको चाहिँ हिट हुने खालको थियो। तर मैले यो डेमोमा ऱ्यान्डमली लेखेको भएर चाहिँ ल ठिक छ, केही भएन। हजुर हजुरको आवाज त एकदम भन्नु मलाई ग्रुपमा जोइन गरिदिनु है। हुन्छ सर, हुन्छ, ल ल हस् सर, ल अहिले मलाई मेसेज गर्न म गरिदिन्छु, ल हुन्छ। के अरे हेर्नु है, हामीले अहिलेसम्म के कुराहरू पढेछौँ भनेपछि पहिला पढेको कुराहरू बुझ्नुहोस्। पहिला सुरुमा हामीले हिजो पढेको भी फर्मेसनको सपोर्ट पढ्यौँ, एउटा चाहिँ
यसरी मार्केटले कन्टिन्यू बाई गएको बेला चाहिँ रिसेन्ट ओपन क्लोजको सपोर्टलाई यदि मार्केटले टच गरेको छ भनेपछि हामी यहाँबाट पनि बाई जान्छौँ। अनि कन्फर्मेसन हेर्दाखेरि जहिले पनि अब हेर्नु यो लेभलमा गएर हेर्छौँ हामीले एउटा कन्फर्मेसन के भएको रहेछ, ओके रोक्नु है। ल हेर्नुहोस् ओपन क्लोजको के बनाएको छ मार्केटले, सपोर्ट बनायो, डेलीको ओपन क्लोजको सपोर्ट, ओके 4 आवर्समा गएँ म। 4 आवर्समा गएर हेर्दाखेरि हो अब के गर्ने त, यहाँ त धेरै कुराहरू छ, यहाँ त भी फर्मेसन पनि छ, ए पनि छ। यस्तो बेला चाहिँ के गर्नु भनेपछि सबैभन्दा सुरुमा लिएको चाहिँ डेलीको पार्ट हो होइन, डेलीको ओपन क्लोजको सपोर्ट हो। डेलीको ओपन क्लोजको सपोर्ट पछि सबैभन्दा नजिकको होइन राम्रो पार्ट कुन छ त, यो ओपन क्लोजको सपोर्ट छ हेर्नुहोस् एउटा चाहिँ है। तर प्ले चाहिँ भएको छैन हेर्नुहोस्, प्लेवाला यदि तलसम्म चाहिँ रिस्की हुन्छ अलि है। अब 71देखि 63 ठुलो लेभल बनेको छ, नत्र भनेपछि यो सपोर्टभन्दा राम्रो यो तल्लो सपोर्ट छ हेर्नुहोस्। किन भन्दाखेरि तल्लो सपोर्टमा चाहिँ एकचोटि क्यान्डल आएर बाइ गएको छ, तर यो सपोर्टमा चाहिँ सपोर्ट बन्ने बित्तिकै सिधै बाइ गएको छ। यो प्ले भएको छैन, यो चाहिँ प्ले भएको छ। हामीलाई इम्पोर्टेन्ट चाहिँ प्ले भएको हुन्छ है। यदि मानौँ डेलीको सपोर्ट यसमा बनेको भए, अर्को लेभल चाहिँ यहाँ बनेको भए चाहिँ बरु यताबाट चाहिँ कन्फर्मेसनहरू हेरेर जान सकिन्थ्यो। आवरलीमा गएर हेरौँ त्यही पनि केही छ के भएको र नभएको कसरी के हेर्ने सर? प्ले भएको र नभएको हेर्नु है। प्ले भएकोमा चाहिँ हजुरको जस्तै हेर्नु यो सपोर्टबाट मार्केटले बाइ गएको छ नि, हेर्नु यो सपोर्टमा ट्याक्क पछि आयो बाइ गयो भनेपछि यो लेभल प्ले भएको छ। अब यो सपोर्ट हेर्नुहोस्, यो भिफर्मेसनको सपोर्ट त केही पनि भएको छैन, प्ले नै भएको रहेनछ। कुनैले पनि आएर यो लेभलमा आएर बाइ गएनन् भनेपछि यो प्ले भएको छैन। अब इम्पोर्टेन्ट कुन हुन्छ, माथिल्लो हुने भयो। जुन ठाउँबाट बाइङ गएको छ त्यो लेभल चाहिँ हाम्रो लागि इम्पोर्टेन्ट हुन्छ, बुझ्नुभयो? हजुर हजुर, मिटिगेसन नन मिटिगेसन भन्ने जस्तो। हजुर हजुर, विकहरू आउनु पऱ्यो। जस्तै अब हेर्नु यो पनि एउटा ओपन क्लोजको सपोर्ट हो, ओके, अनि यो पनि एउटा ओपन क्लोजको सपोर्ट हो। अब कुन चाहिँ इम्पोर्टेन्ट हुन्छ ल त, माथिल्लो कि तल्लो? तल्लो इम्पोर्टेन्ट भयो। किन भन्दाखेरि माथिल्लोमा विकहरू आएको छैन, तल्लोमा त एकचोटि विक आएर बाइ गएको छ भनेपछि तल्लोबाट हेर्दा राम्रो। अब हामीले यहीँबाट बाइ हेर्छौँ फेरि हेर्नुहोस् है, जतिको प्राइस छ नि यहाँ 47.26 त्यो लेभलमा गएर अनि यसरी अब कन्फर्मेसनहरू हेरेर होइन यताबाट बाइ जान्छन्। तर खासै लोवर टाइम फ्रेममा राम्रो त रहेनछ, तर यो चाहिँ एउटा बाइङ जोन हो। यहाँ आइसकेपछि एउटा हेर्नुपर्छ भनेपछि प्ले भएको जोन राम्रो। हजुर हजुर, एकदम। डेलीबाट सुरु गर्दाखेरि जस्तै हजुरले डेली चार्टमा यसरी एउटा भी फर्मेसनलाई लिनुहुन्छ, यसरी ड्र पनि गर्नुभयो होइन। अब तपाईँ डेलीमा सपोर्ट छ भन्दैमा हामीले बाइ त गर्दैनौँ। अब यसमा चाहिँ कस्तो सपोर्ट हो, राम्रो सपोर्ट हो कि होइन, त्यो चेक गर्नको लागि चाहिँ 4 आवर्समा जाने। 4 आवर्समा गइसकेपछि चाहिँ यदि भी फर्मेसनको त्यसमा पनि सपोर्ट छ, तर त्यो सपोर्टमा चाहिँ एकचोटि लेभललाई टच गरेर अनि बाइ गएको छ भनेपछि यो एकदम पर्फेक्ट, यो चाहिँ राम्रो ठाउँ रहेछ भन्ने कुरा बुझ्नु पऱ्यो। यदि टच गरेको छैन, नर्मल लेभल मात्रै छ भनेपछि चाहिँ अलि मजाको लेभल चाहिँ हुँदैन त्यो। त्यसमा अरू एक्स्ट्रा कुरा हेर्नुपर्छ, लोवर टाइम फ्रेममा गएर त्यो चाहिँ बिस्तारै हेरौँ ल है, बुझ्नुभयो नि। जस्तै हेर्नु है, ल ठिक छ, डेलीबाटै हेर्ने अहिलेको लागि डेलीबाटै जानुहोस्। विकली पनि हाम्रो इम्पोर्टेन्ट हुन्छ है, विकलीलाई पनि नछुटाऊँ। विकली पनि हरेक विकलीको ओपन क्लोजको लेभल इम्पोर्टेन्ट हुन्छ, डेली पनि इम्पोर्टेन्ट हुन्छ, विकली पनि इम्पोर्टेन्ट हुन्छ। हायर टाइम फ्रेम भनेको दुईवटा हो है, डेली अनि विकली। अब यसमा गएर हेर्नुहुन्छ भनेपछि होइन विकलीको त्यही हो हेर्ने, कि भी फर्मेसन कि ए फर्मेसन कि भनेपछि ओपन क्लोजको लेभल। अहिलेको लागि हेर्ने भनेपछि के छ हामीसँग, ओपन क्लोजको सपोर्ट छ, देख्नुभयो नि, यो त ओपन क्लोजको सपोर्ट हो। अब म डेलीमा जान्छु, विकलीको लेभलको ओपन क्लोजको सपोर्टमा डेलीमा पनि हामीसँग के छ त, ओपन क्लोज लेभलकै सपोर्ट रहेछ नजिकमा भनेको ल, ओके। 4 आवर्समा जान्छु म, त्यसमा पनि छ सपोर्टै रहेछ, तर प्ले भएको छैन कुनैमा पनि, न डेलीमा प्ले भएको छ, न 4 आवर्समा लेभल टच गरेको छ, न विकलीमा। आवरलीमा गएमा जति तलतिर लो हेर्नु आवरलीमा पनि छैन हो। यस्तो बेला चाहिँ यो लेभलमा गएर पिरियड राख्ने होइन, कन्फर्मेसनमै जानुपर्छ। अब कस्तो कन्फर्मेसन भनेपछि अब अघि नै हामीले जे कुरा हेरेको थियौँ नि, पहिला यहाँ आउन दिउँ मार्केटलाई। यस्तो बेला त कन्फर्मेसन हेर्नुपर्छ हेर्नुहोस् है। कन्फर्मेसन चाहिँ दुईवटा हुन्छ,
त हेर्नुहोस् लेभलभन्दा पनि एक्स्ट्रा तलसम्म आएको छ। अब यति बेला त मार्केट पनि भोलाटाइल छ, बाई त गएको रहेछ 100 पिप्स तलबाट, तर ठिक छ राम्रै बाइङ गएको। अघि हामीले के पढेको लास्ट ठाउँ सम्झिनु होला है, सधैँ यही हो स्ट्राटेजी। यत्रो सेलिङ आउँदाखेरि यो लास्ट हाम्रो यो ठाउँबाट चाहिँ मार्केट के भएको छ, उठ्यो। उठिसकेपछि चाहिँ यसलाई लास्ट ठाउँ लिने, यो हाम्रो स्टप लसको लेभल हो। अनि इन्ट्री चाहिँ योभन्दा अलिकति माथितिर यहाँबाट चाहिँ हामीले इन्ट्री गर्नु पऱ्यो। अब हेर्नु, अब दुईवटा हुन्छ, कि मार्केट यहीँबाट उठ्छ हेर्नु होइन, कि मार्केट तपाईँको लेभलमा आउँदै आउँदैन सिधै उठिदिन्छ, कि भनेपछि चाहिँ सर र सेलिङ आउँछ, पुरै सेलिङ आएर यहाँबाट जान्छ। अब यस्तो आयो भने त हामीलाई चिट्टा पऱ्यो होइन, यो त हाम्रो प्रफिटै हो। माथिबाट गयो भने चाहिँ छुट्यो, जताबाट पनि हामी लसमा जानु भएन, हामी लस जाँदैन। हेर्नुहोस् आयो इन्ट्री प्राइज हो यो, हामीले लिन्छौँ यो ठाउँमा। हेर्नुहोस् लास्ट ठाउँको लिक्विडिटी हो यो, यहाँबाट चाहिँ एउटा अपरेटरको बाइङ भएको छ, जसलाई चाहिँ मार्केटमा यदि माथि जानु छ भनेपछि यो लास्ट ठाउँलाई लिँदैन भनेपछि तपाईँको यति नजिक छ प्राइज भनेपछि त हामीले लिनु पऱ्यो नि, यो त हाम्रो रिस्क लिने ठाउँ हो एउटा। त्यसपछि मजाले के भयो त मार्केटले एउटा बाइङ मुभ पनि हानेको छ होइन। त्यसपछि हेर्नुहोस् बाइङ मुभ हान्यो। अब हेर्नु है एउटा कुरा, हेर्नुहोस् लास्ट ठाउँलाई लियो कि लिएन, लिएन। त्यो लेभलबाट बाइङ पनि गयो, एउटा मिठो बाइङ गएको छ, 1000-1500 पिप्स मार्केटले बाइ पनि गयो। यो बाइङ हाम्रो हेर्नुहोस्, यो क्लिन बाइङ हाम्रो। अब हेर्नुहोस् फेरि मार्केटले त्यही लेभलमा आउँदैछ, अझै पनि लिन सकिन्छ। हेर्नुहोस् यो लाइनमा आइसकेपछि अझै पनि लिन सकिन्छ। हेरौँ के भए, हेर्नु है लेभलमा आयो, लेभल टच भएर सानो बाइङ पनि गएको छ, अझै पनि बाइङ गयो। यति बुझ्नुहोस् कि अझै पनि यो बाइङ लेभलै हो, यहाँबाट बाइ चाहिँ गर्न सकिन्छ। यदि मार्केटले गएर यो लेभललाई खायो है, यो लेभललाई अर्न गरेपछि ओभर सेलिङ आउँछ मार्केट। त्यसपछि चाहिँ ल हेर्नुहोस् अब खाइसक्यो भनेपछि अब मार्केटले ओभर सेलिङै आउँछ। त्यसपछि नेक्स्ट बाइङ जोनको लागि चाहिँ फेरि त यो डेली विकली हेर्नुपर्ने हुन्छ है, डेली विकलीहरू हेरेर जानुपर्ने हुन्छ। त्यसपछि विकली नै जाने हो भनेपछि नेक्स्ट विकली जोनबाट बाइक आएको छ। ल हेर्नुहोस् है, विकलीको सपोर्ट, डेलीको पनि सपोर्ट छ। 4 आवर्समा जान्छौँ, 4 आवर्समा गएर हेर्दाखेरि 4 आवर्समा पनि सपोर्ट रहेछ, तर प्ले चाहिँ भएको रहेनछ यसमा पनि। आवरलीमा गएर हेर्दाखेरि चाहिँ के छ त, आवरलीमा गएर हेर्दाखेरि पनि खासै मजाको प्ले चाहिँ भएको छैन। तर हामीसँग चाहिँ पछाडिको लेभलहरू पनि लिनुपर्ने हुन्छ, त्यो चाहिँ अलिकति बिस्तारै जाउँला है। यताबाट चाहिँ हाम्रो एउटा बाइङ जोन चाहिँ भन्छ है, त्यो विकलीको सपोर्टमै जानुपर्ने हुन्छ। कहिलेकाहीँ चाहिँ सपोर्टमा ट्याप गरेर जान्छ, कहिलेकाहीँ चाहिँ अलिकति तलतिर आएर ट्याप गरेर जान्छ। हेर्नुहोस् यो चाहिँ सपोर्टभन्दा अलि तलसम्म आएको छ, यो चाहिँ सपोर्टबाट गएको छ। अब यसलाई चाहिँ फिक्स गरेर लिन सकिन्छ। यसरी गएपछि चाहिँ कहिले छुट्छ, कहिले पछि चाहिँ रिस्क लिने भए पनि जान चाहिँ सक्यो। यसरी सेलिङ आएको बेला चाहिँ मिल्यो, लेभलहरू बनाएर है यो चाहिँ जान सकिन्छ। फेरि लास्ट ठाउँ नै यही भयो हजुरको लागि। यदि फेरि यसलाई पनि आएर हन्ट गरिदिन्छ भनेपछि मार्केट फेरि अर्को ठाउँसम्म जाने चान्स चाहिँ धेरै हुन्छ है त, नत्र भने यहीँदेखि बाई कन्टिन्यू। ठिक छ, कसैलाई केही कन्फ्युज? एकदम बबाल सर। है त्यसरी हामी जान्छौँ। फेरि एउटै कुरा पढ्ने, आज पढेको भोलि त्यही कुरा पढ्छौँ, पछि त्यही कुरा बिस्तारै बुझिँदै गइन्छ। टपिकहरू धेरै भएको भए चाहिँ कन्फ्युज भइन्थ्यो, एउटै कुरालाई हामीले हेरिराख्छौँ। यसमा त एसएल त एकदम कम जान्छ होला है सर? हजुर सर, 40 पिप्सको एसएल, 40-50 पिप्सको एसएल जान्छ। भोलाटाइल बेला चाहिँ भोलाटाइल मार्केटमा अलिक धेरै जान्छ सर, नत्र त कहिलेकाहीँ त 20-30 रुपियाँ पनि जान्छ। कहिलेकाहीँ 20-30मा पनि गएको हुन्छ सर। त्यो आफू अलिक एक्टिभ बन्नुपर्छ होइन। अब लेभल मिल्छ एउटा, विकली डेलीबाट सुरु गर्ने भनेपछि लेभल त एउटै मिल्ने भयो होइन। त्यही भएर आफू एक्टिभ हुनुपर्छ होइन। आफू स्लो भएपछि छुट्छ ट्रेड। एउटै ट्रेड राम्रो लिनु भयो भनेपछि त हजुरको एउटै ट्रेडले फन्डेड एकाउन्ट पास हुने भयो, बुझ्नु न। अब 8% को त एउटै ट्रेड हुन्छ तपाईँको। त्यही भएर अलि राम्रोसँग गर्नुपर्ने हुन्छ। त्यसरी हामी जान्छौँ। कोही कन्फ्युज हुनुहुन्छ भनेपछि सोध्न सक्नुहुन्छ। भोलि क्लास 8:30 बजेदेखि, सधैँ 8 बजेदेखि हुन्छ, 8:30 बजेदेखि। अनि सर त्यो लिङ्क सधैँ चेन्ज हुन्छ कि त्यही लिङ्क हो? चेन्ज हुन्छ। ए हजुर सर।
है त्यसरी चाहिँ हेर्नुपर्ने हुन्छ। रमेश सर बुझ्नु भएको नि? ल आज अब धेरैले बुझे जस्तो छ, सब चुपचाप लाएर बसिरहेको गर्थ्यो। हिजो पहिलो दिन यो भएर ठिकै छ सर। आज कसैले सोधेको छैन नि त अनि हिजो पहिलो दिन भएर होला कि सरलाई कन्फ्युज भएको। हिजै अब स्ट्राटेजी बाई गर्ने सबरबाट बाई जान्छ भन्ने बित्तिकै आज त सबलाई थाहा भइसक्यो कहाँबाट बाई जान्छ भन्ने, त्यही भएर सब चुप्प हुन्छ त्यो नि हो। होइन। अब हिजोसम्म त अनि बाई कताबाट जान्छ भन्ने कन्फ्युज हुन्छ नि एउटा बेसिकदेखि त, अनि कताबाट बाई जान्छ। अब हिजो भनिसक्यो सपोर्टबाट बाई जान्छ, भइसक्यो अब अब अहिले त्यही भएर सर एकाउन्ट कताबाट खोल्ने, एकाउन्ट खोलेर हान्न मन लाग्यो भन्न भेट्छन् कुनै दिन पछि। यस्तो पनि भयो क्या अमृत सर, तपाईँले युट्युबको भिडियोको लिङ्क हालिहालौँ न त के भयो के भन्नुभयो सर? तपाईँले लिङ्क पनि हालिदिनु भएको थियो नि। भिडियो भिडियोको लिङ्क हालिदिनु भएको थियो नि युट्युबको, हिजोको हामीले क्लास लिएको भिडियोको। हजुर हो त्योबाट पनि यदि क्लास जोइन गरेर भए पनि फेरिबाट हेरेर पनि प्र्याक्टिस हाने होला क्या, त्यही भएर आज सब चुपचाप छ। भिडियो पनि छ, अहिलेको पनि भिडियो छ। ल अहिलेको भिडियो पनि मैले यहीँ स्टप गर्थेँ है त।